नमस्कार, म गुरु प्रसाद लम्साल। म मुलाबारी बङ्गलाचुली 3 मुलाबारी भन्ने ठाउँमा बस्दै आएको मानिस हो र मैले चाहिँ विशेष गरी औषधि जन्डिस लगायत विभिन्न बिरामीहरूको उपचार गर्दै आइरहेको छु, जसको बारेमा मैले जो मान्छेहरू बिरामी हुनुहुन्छ, बिरामी हुँदैमा निराश हुने गर्नुभएको हुन्छ। उपचार गर्ने क्रममा मलाई त्यो खालको अनुभव छ। बिरामी हुँदैमा निराश नहुनु हैन। उपचारका विधिहरू धेरै छन् हैन। भविष्यमा सुनौलो जीवन छ भन्ने कल्पना गरौँ, सकारात्मक सोच्नुहोस्। तपाईँ एक हदसम्म तपाईँ पहिले बिरामीबाट आधा सन्चो हुनुहुन्छ र हामीले यहाँ हिमालमा पाइने, पहाडमा पाइने जडीबुटीहरूबाट तयार गरिएका औषधिहरूबाट उपचार गर्ने गर्दछु मैले। र जस्तो चन्द्रमा सूर्यलाई त बीचबीचमा ग्रहण लाग्छ हैन, लाग्ने गर्छ भने हामी त मानिस हौँ। हामीलाई सामान्य रूपमा सामान्य बिरामी हुनु, समस्या हुनु यो खासै चाहिँ ठुलो कुरो होइन, यो सामान्य अवस्था नै हो। र समस्या आउँदैमा निराश हुनु हुँदैन। हाम्रा समस्याहरू अनुसारको उपचार विधि नमिलेको हुनसक्छ। उपचारको विधि नमिलेर तपाईँलाई सन्चो नभइरहेको हुनुहुन्छ, तपाईँ त्यत्तिकै निराश हुन पर्दैन। त्यसैले समस्याबाट छुटकारा पाउनु भएको छैन, उपचार गर्दा गर्दा थाकिसक्नु भएको छ हुनुहुन्छ भने तपाईँ एकचोटि हैन म कहाँ औषधि उपचारको लागि अथवा तपाईँको सरसल्लाहका लागि म कहाँ आउनुहोस्। तपाईँलाई त्यति टाढाको कुरा पनि नहुन सक्छ, नजिकैबाट पनि हुन सक्छ। तपाईँको बिरामी औषधि गर्ने ठाउँमा बल्ल आइपुग्नु भयो भने बल्ल तपाईँको उपचार हुन सक्छ। जस्तै डाक्टरले हड्डी भाँचियो, नसा भाँचियो हैन, चुड्डियो भने जोड्न सक्छन्, शल्यक्रिया गर्न सक्छन्। तर गानो गोला हुँदैन भन्छन्। तपाईँलाई गानो गोला गएको छ तर तपाईँ उपचारको लागि डाक्टर कहाँ गइरहनु भयो भने ग्यास्ट्रिक भन्दै त्यस्तै चाहिँ तपाईँहरूलाई लामो समयसम्म चाहिँ जबरजस्ती चाहिँ औषधि गर्न जानुभयो भने सन्चो नहुन सक्छ। अब धामी झाँक्रीले शल्यक्रिया गर्ने जीवाणुबाट हुने रोगहरू जस्तै टिबी जस्ता रोगहरू तपाईँलाई लागेको छ भने तपाईँलाई धामी झाँक्री गरेर तपाईँलाई सन्चो नहुन सक्छ। र जस्तै दोषबाट भएका बिरामीहरूलाई हैन, तपाईँको चाहिँ ग्रहदशाका कारणले पनि तपाईँ बिरामी हुन सक्नुहुन्छ भने त्यसमा अब बिरामीलाई औषधि मुलो गरेर सन्चो नहुन सक्छ। अब मैले भन्न खोजेको कुरा यो गर्दा पनि भएन, ऊ गर्दा पनि भएन, तर तपाईँले एउटै विकल्प रोजिरहनु भएको हुनसक्छ। तर आयुर्वेद र जडीबुटीबाट धेरै बिरामीहरू उपचार गर्दा दिएको सल्लाह बमोजिम नगरे त निको नहुन सक्छ। तर जडीबुटी र आयुर्वेदिक उपचार गर्न लाउनु भयो भने दिएको सल्लाह बमोजिम उपचार गरेमा सन्चो अवश्य हुनेछ भन्ने मैले बुझेको छु। र हाम्रो पहुँचमा रासायनिक औषधिहरू छन्, उपयोग गर्न हाम्रो बाध्यता होला। नजिकमा गयो, 10 रुपियाँको ट्याब्लेट ल्यायो, खायो, एकछिन आराम दियो हैन, दुखाइ कम भयो, त्यो हुनसक्छ। तर साइड इफेक्टबाट त भत्न सकिँदैन। हामी साइड इफेक्ट त्यो रासायनिक औषधि खाएर एउटा रोग सन्चो गराउनका लागि 10वटा रोगको निम्ता दिइरहेका हुन्छौँ। सानो रोगलाई दबाउनका लागि ठुलो रोगको निम्ता दिइरहेका हुन्छौँ। यस्तो रासायनिक औषधितिर धेरै चाहिँ तपाईँहरू नलाग्नुहोस् भन्ने मैले सल्लाह दिन चाहन्छु। र औषधि गरेर थाक्नु भएको छ, निराश हुनुहुन्छ भने एकपटक मलाई भेट्नुहोस् हैन। तपाईँको जुनसुकै खालको समस्या भए पनि म तपाईँहरूलाई उचित सल्लाह, उचित उपचार, उचित खालको चाहिँ सल्लाह दिन सकुला र तपाईँहरूलाई त्यो जीवनमा सजिलो हुनसक्छ। तपाईँहरू पूर्व जान खोज्नुहुन्छ, काठमाडौँ जान खोजिरहनु भएको छ, पश्चिम बैतडीको टिकट काट्नुहुन्छ, त्यसपछि तपाईँ कहिले काठमाडौँ पुग्न धेरै धौ हुनसक्छ। बिरामी भएर उपचार गर्न ठुल्ठुला अस्पताल, मेडिकल धाउनुभन्दा हाम्रो भान्सा नै अस्पताल बनाउने कोसिस गर्नुहोस्। खानामा एकदमै व्यवस्थित खाने गर्नुहोस्। जस्तो मानमा हामी अहिले यस्तो खालको बनिरहेका छौँ कि हिजो हाम्रा बाउबाजेहरूले गर्ने औषधि
हिजो बाउबाजेले खाएका आँटो सिस्नो र ढिँडोहरू अब हामीले ती चिजहरू हामीले ढिँडो खान्थ्यौँ भन्न तपाईँ आफ्नो छरछिमेकमा आफ्ना साथीभाइहरूसँग भन्न लजाउनुहुन्छ। तर तपाईँ हामीले अहिले पिज्जा पास्ता बर्गरका कुराहरू लगायत चाहिँ भन्नुहोस् न विदेशी खानाहरू जुन आयातित खानाहरू छन् र प्याकिङ भएका खानाहरू तपाईँहरूले खाने गरिरहनु भएको छ र हामी त्यही खाइरहेका छौँ। यही समाजमा भए हुनाले हामी पनि त्यसबाट अछुतो छौँ भन्न मिल्दैन। तर हामी जुन खालको देखासिखी र अर्काको नक्कल गर्नाले हामी बढी बिरामी भइरहेका छौँ। त्यसैले हामीले भान्सामा सिस्नो होइन आँटो त्यसपछि हामीले मकै भुटेको त्यसपछि गएर हामीले खाने गरौँ। हामीले अब यो नयाँ नयाँ आधुनिक खानाहरू खानै हुन्न हेर्नै हुन्न छुनै हुन्न भन्ने कुरा मैले भन्न खोजेको होइन। त्यसलाई बढी प्रशय दिएर हामीले जुन खालको अजिनामोटो जस्ता रासायनिक चिजहरूले भराउ भएका खानाहरू खाएर हाम्रो शरीर एकदम छिन्नभिन्न भएको छ। हामी चाहे मल युरिया मल डिएपी अथवा रासायनिक मलहरू प्रयोग नभएको अन्न पनि छैन। हाम्रो तरकारी सामान्य तरकारीमा पनि धेरै चाहिँ रासायनिक मल रासायनिक विषादीहरू प्रयोग भएका खानाहरूले तरकारीहरू हामी खाइरहेका छौँ। त्यसलाई हामी कन्ट्रोल गरेर जति सक्छौँ भरपुर रूपमा हाम्रो खानामा जे होस् मलबाट अथवा कम्पोस्ट मलबाट तयार भएका खाना अथवा खानामा चाहिँ त्यस्ता मैदा र चिनीका चिजहरूलाई प्रयोग कम गरेर अथवा खानेकुरामा जे होस् अलि हिजो हामी जसरी खान्थ्यौँ सादा खाना खाने गर्थ्यौँ। आज हामीले हिजो रोस्ट खाने हाम्रो चलनै थिएन। मासु खाने बेला पनि झोलिलो तरिकाले पकाएर बनाएर खाने गर्थ्यौँ भने अहिले हामी अरूको देखासिखी गरेर नयाँ नयाँ आइटमहरू बनाएर मरमसलाहरू बढी मसला र तेल जन्ने कुराहरू बढी चिल्लो चटपटा बनाएर हामीले जुन खाने गरेका छौँ यस्तो गर्दाखेरि हाम्रो खानामा अलि भइरहेछ र हामी हाम्रो भान्सालाई नै अस्पताल बनाऊ। हाम्रो स्वास्थ्यकर चिज के के हुन् जस्तो मैदा चिनी जस्ता चिजहरू हाम्रो भान्सामा नो इन्ट्री गराउन सक्यौँ भने तपाईँ आधा बिरामी तपाईँ सन्चो हुनुहुन्छ। तपाईँ बिरामी हुनुभन्दा पहिले होइन बिरामी भइसकेपछि उपचार गर्नुभन्दा उपचार गर्न नजान परोस् भन्ने कुरामा अब हामी त म बुटोल गएको भन्दा अर्कोले भन्ने चाहिँ काठमाडौँ काठमाडौँमा कुनमा गएको नर्बिकमा गएको होइन त्यहाँभन्दा त अर्को पो भइगयो ठुलो भन्ने खालको होडबाजी गरेर अस्पताल जानेको होडबाजी गरेर औषधि खाएर तपाईँ हामी झन् बिरामी भइरहेका छौँ। त्यसैले यस्ता गरेर तपाईँहरू बिरामी उपचार नगर्नुहोस्। बरु हाम्रो भान्सामा खानामा हामीमा सुत्ने उठ्ने जुन हामीमा गर्न जरुरी छ। जस्तो गानो गोला गयो होइन ग्यास्ट्रिक भयो भन्दै हामी औषधि गएर खाएर तपाईँहरूलाई सन्चो नहुन सक्छ। त्यसका निम्ति एक किसिमको योगा र आवश्यक औषधि तपाईँहरूले खानुभयो भने म कहाँ आउनुभयो भने तपाईँहरू पूर्ण रूपमा सन्चो हुनुहुनेछ। र जन्डिस भयो चाहे कालो होस् चाहे गोरो होस् होइन प्यालो हुन्छ कालो र प्यालो हुन्छ। जुन कालो रङको रूपमा चाहिँ जन्डिस भएर तपाईँ आउनुभयो भने पनि तपाईँ सन्चो हुनुहुन्छ। प्याला पुरै केरा पाक्या जस्ता प्याला भएकालाई पनि मैले सन्चो गराएको छु। त्यो भन्नाले प्यालो जन्डिस भएर हुनेहरूलाई पनि औषधि खाने गर्नुपर्छ र औषधि खाउन्जेलसम्मका लागि अब उहाँहरूको अवस्था हेरेर हप्ता 10 दिन 15 दिनसम्ममा उहाँहरूको जन्डिस पूर्ण रूपमा निको हुन्छ। र महिलाहरूको जस्तो बच्चा जन्मिने बेलामा वा केही महिना रुकेर वा महिनावारी हुने बेलामा बढी ब्लडिङ भएर जुन समस्यामा हुने गर्नुहुन्छ उहाँहरूको हकमा पनि मैले जडीबुटी गरेँ भने उहाँहरूलाई चाहिँ सन्चो हुने गरेको छ। र जस्तो पत्थरीका समस्याहरू छन् किडनीको पत्थरीको कुरा हामीले चाहिँ औषधि दिने गर्छौँ र त्यो औषधि खाएपछि पत्थरी पनि निको भएको छ। जसमा एउटा चाहिँ पित्तको पत्थरीको हकमा भरि हामीले त्यो मसँग अहिलेसम्म त्यो तयारी भएको छैन। के तयारी भएको छैन भने जस्तो मैले आलो नै कुनै जडीबुटीलाई थिचेर खाना दिने गर्छु। त्यो अब 2-3 दिनसम्म राख्न बन्छ। त्योदेखि पछि
राख्न नभन्ने भए हुनाले पत्थरीको पित्तको पत्थरीको हकमा चाहिँ नजिकका मान्छे दैनिक आउन सक्ने 1-2 दिन बिराएर आउन सक्नेहरूलाई चाहिँ खाली पेटमा मैले औषधि खुवाउने गर्छु। नभए पनि टाढाका हुनुहुन्छ भने पत्थरीको चाहिँ किडनीको पत्थरीको हकमा आउनुहोस्, तर पित्तको पत्थरीको हकमा भने नजिकका मात्रै आउनुहोस्। किनभने टाढा पटक आउने जाने बेलामा महँगो खर्च चाहिँ पर्न सक्छ। जस्तो मिर्गीका समस्याहरू, अब एकहोरो हुने, बरबरा हुने समस्या छ, रिङ्टा लाग्ने, पिसाबले पोल्ने, पिसाबमा धातु हुने, बाबासिरी जोड्नेका दुखाइहरू होइन, जस्तो खुट्टाका दम, खोकी, होइन, दाँते किराले खाएको दुखाइ, मुखको घाउ, जनै खटेर सैनै खटेर लगायतका चाहिँ बिरामीहरूलाई मैले उपचार गरेको छु। र 20-22 वर्ष मैले सामान्य गाउँघरमा चाहिँ मैले औषधि गर्ने गरेँ। जसलाई समस्या पर्यो त्यसलाई मैले औषधि गरेँ। त्यसपछि हामीले राख्ने ओर्ने चाहिँ भनौँ न मैले गरेन। कर्मिक रूपमा मान्छेहरूको उपचार गर्न ल मलाई यो गरिदिनु पर्यो भन्ने खालका मान्छेहरू पटक पटक फेरि दोहोरिँदै आउँदै गर्ने भए हुनाले धेरै मान्छेहरू आउने गरिसकेपछि मैले अहिले औषधिहरू जडीबुटीहरूलाई सङ्कलन गरेर राख्ने गरिरहेको छु। र मसँग चाहिँ अहिले जडीबुटीहरू टन्न राखेको छु र म घरमा प्राय घरमै बसिरहन्छु। र यदि तपाईँहरू आउने बेलामा उपचार यी मध्ये कुनै पनि समस्या तपाईँहरूलाई जटिल रूपमा समस्या परेको छ भने तपाईँहरू अन्त भौतारिएर तपाईँ सन्चो नभएर लाखौँ खर्च गरेर निराश हुनुभएको छ भने एकचोटि मलाई फोन गरेर मलाई भेट्नुहोस् र तपाईँ सन्चो हुनुहुनेछ भन्ने कुरा भन्न चाहन्छु। र मेरो नम्बर 98 479 75 411 98 479 75 411 मा फोन गरेर मलाई सम्पर्क गर्नुहोला भन्दै बिदा हुन्छ। हस्त, धन्यवाद।